हेलो एभ्रिवान, समीक्षा सापकोटाको युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मैले के लिएर आएको छु, एउटा यत्तिकै भिडियो लिएर आएको छु क्या। हामी बाहिर खाजा खानु गएको, गएर खान अल्छी लागेर बाहिर गएर खाएको भिडियो आउँदैछ है यहाँ। अनि म चाहिँ यहाँ पानीपुरी कहिलेदेखि खाम भयो थियो, अनि बल्ल बल्ल पानीपुरी बनाएँ। अनि पार्कमा गएर खाँदैछौँ हामी चाहिँ। अनि बुढाले फेरि पिज्जा पनि खाने भन्नुभयो क्या, अनि पिज्जा पनि ल्यायौँ। बाबु उता खेल्दैछ, हामी चाहिँ दुईजना मस्त इन्जोय गर्दैछौँ यहाँ। घाम फेरि कति हो क्या यो दिन, घाम आमामा यस्तो थियो। हामी त रुखमुनि बस्दा पनि पसिना आएर, छोरो त्यस्तो गर्मीमा पनि फेरि खेलेको गर्छ। छोराले र बाउ मिलेर खेल्दैछौँ उता, बाबाले हेर्दै हुनुहुन्छ। मैले चाहिँ एक्लै पानीपुरी खाँदै इन्जोय गर्दै मस्त बस्दैछु म है। पुरा त्यहाँ कतिवटा पानीपुरी थियो भन्दा कम्ती पनि 20-25वटा थियो होला। सब मैले खाएँ। बुढाले 5 अथवा 6वटा खानुभयो कि, सब मैले खाएँ। त्यसपछि बाबुले उहाँ वाक गर्ने भन्यो, अनि दुईजना चाहिँ हिँडे उता हात समाउँदै। अब बस्छन् यिनीहरू, बसे है, अब बस्छन्। बसे अनि यिनीहरू दुईजना बसेकै यस्तो फोटो भिडियो खिच्न लाग्यो त कस्तो राम्रो आयो क्या। अनि म पनि गएर बसेँ। अनि यस्तो गरेर त फोटो खिचौँ भनेको, बाबु नि खुसी हुँदै गऱ्यो। त्यसपछि बेबीले त अनि खुट्टा डुबाइदिएको क्या त्यो चिसो पानीमा, जाडो भयो अरे। कति दौडेको कि यिनीहरू त यिनीहरूसँग जाने त दौड्या गर्छन् यार। मलाई त थाकेँ, लम्पट पर्छ यिनीहरूसँग दौड्दा। म यता मैले खिच्नै पाइनँ नि त, उताको देखाउनु पनि थियो, कस्तो राम्रो सिन थियो। लास्टमा फेरि एउटा छोरीलाई बबल खेल्न पऱ्यो अरे, अनि हामी त्यहाँ खेल्दै थियौँ। बेबीको साथी पनि आउनुभयो, अनि साथीहरूसँग एकछिन गफ गऱ्यौँ हामी। बेबीहरू बबल्स खेले, स्लाइड खेले। अनि त्यसपछि अब चाहिँ होइन घर जाऊँ है बुढा भनेर मैले भनेँ। अनि हुन्छ जाऊँ न त त्यसो भए भन्नुभयो। हामी घर आयौँ। धन्यवाद।